Hello guys, welcome to my channel. डोको बोकेर लाग्यो है आज दाउरा उसार्नतिर। वाह, कफीको फुल हेर्नु कस्तो राम्रो है, कफीको फुल। वाव, मौरीहरू नि डुलिरहेछ यार। फुलहरू बाफ्रे कस्तो दामी। मौरी आइए घोची मार्यो हो दाउराले। दाउरा उसार्दा उसार्दै जुनी जाने भयो। खोइ कहाँ छ दाउरा? ए त्यहाँ माथि पो, माथि भन्नु नि, मैले दुःख पाएँ। खाली भाग रहेछ, खाली भाग एउटै नराखिकन सबै लगाएर लानुपर्छ। अब यो भन्दा ज्यादा चाहिँ बोक्न सकिँदैन होला। दाउरा चिसो चिसो छ, धेरै बोक्न सकिँदैन। आया दुःख हो, छिर्दो रहेछ एउटा त। जतिबाट अट्छ छिर्छ नि, जबरजस्ती गरेर भए पनि लगाएर जानुपर्छ। ठिकै छ यतिको, सुकेको छैन, गरम हुन्छ। मम्मीको बारी यता, मम्मी बारी लाउँदै हुनुहुन्छ। लु जाम अब त। उनीहरूको थोरै छ नि त, हाम्रो त धेरै छ। उनीहरूको जस्तो एक दुईवटा मात्रै छैन। मलाई पहिला ठेल्नु त ल। अनि छोड्नु छोड्नु अनि लट्ठिन चाहिँ तक्सिङमा गमे धोरो ओके ल बखु बच्छु यो तक्सिङमा ल बला दिनु। कस्तो गरम छ यार गाइस। गाउँले जीवन यस्तै हो, के गर्नु त। हैन कहाँनेरि अब मम्मीको बोक्ने पालो। खतरा गरम छ क्या। नम्लो लाउनु भयो। ठेल्नु पर्छ एकछिन, एकपट्टि तानो हो मलाई त झन्। एकपट्टि गरौँ बिहाखोला उ त्यो के पहिरो लडेको कि के त्यो निस्केको छ। होइन मुढा लडाउँदा होला। त्यहाँ के त मुढा लडायो कहाँनिर हौ? पारी। ए के छ त, पहिरो झरेको होला त्यो त। आइचा आइचा, चलो चलो जाम। अलिक लामो भयो। दिनको 500 रुपियाँ दिन्छु भन्दा पनि खेताला पाइँदैन यार। अब आफैले बोक्ने हो, ड्याङ ड्याङ जतैबाट भए नि हिँड्नु। यहाँ त पहिला त कति जङ्गल अँध्यारो हुन्थ्यो, आजभोलि त कति खुल्ला भयो है। लोखर के पनि रुओस्, त्यसले लिचीहरू सबै खाइदिएर नि। अस्तिको साल त एउटा टोक्न नि पाइएन हौ, के भएको यार। सबै खाइदियो लोखर्केले लिची त।
यो चोटि पनि खान्छ होला तर पहिला जतिको खाँदैन जङ्गलले गर्दा केही खानु दिएन त्यही त अहिले जङ्गल मासिएपछि खुल्ला भयो लाइट पनि छिर्छ घामको बाँदरहरू यही जङ्गल भएर त दाउरा सर्दा लास्टै गली हो भोक पनि लाग्यो अब चटपटे बनाएर खानुपर्छ चटपटे बनाउनले धनियाँ लगेर जाम Not out of hostility, out of safety. At campus, Professor Kem became even more composed. No lingering looks, no softened tone. If anything, she was stricter with Dao than before. Miss Dao, she said during a lecture one morning, answer. Dao stood smoothly and answered without hesitation. Their eyes met only for seconds. Sharp, controlled. A classmate later whispered, "She thrills you more than anyone." Dao only smiled faintly. "I can handle it." At home, they passed each other politely. "Dinner is on the ओइ table." भ्यागु त "Thank you. If you need the study room, inform me." भागो Of course. प्याजको पत्ता अलिकति टिपेर लैजाम Nothing more. Or at least that's what they told themselves. The first crack in composure came from outside. Across the hall, Dao stared at her ceiling. She replayed the classroom scene, the way the professor kept her removed clothes, the way it bothered her anyway. She turned onto her side. This marriage had started as obligation. Something settled was shifting. Not dramatic, not romantic, just small changes in breathing when the other entered a room. Just slight tension when someone else stood too close. Neither of them was ready to name it. The message from Kem's mother. डल्ले खोर्सानी मेरो गोजीमा पो थियो त साँच्चै यो खोर्सानीलाई पनि चट्ट काटिन्छ टमाटर पनि लाउने हो अझै उसिनेको आलु भएको भए मटर भएको भए कस्तो दामी हुन्थ्यो हरियो मटर उसिनेको आलु मलाई चना चाहिँ खासै मन पर्दैन त्यही भएर मलाई मटर चाहिँ मेरो एकदम फेभरेट काँचो खाना क्या त्यो दामी लाग्छ नि तपाईँहरुमा पनि त्यस्तो कोही छ कि मन पर्ने मलाई चाहिँ एकदम मन पर्छ